हेलो साथीहरू, आज म हजुरलाई एउटा कुरा भन्न चाहन्छु। तपाईहरूको पढाइमा एकदमै मन नलाग्ने कुराहरू छ भने हाम्रो भिडियोको एकछिनको लागि हेरिदिनु होला, हैन? तपाईहरू म्याथमा धेरै मेहनत गर्नुहुन्छ भने केही समस्या आएको छ भने हाम्रोसँग कन्ट्याक्ट गर्नु होला। आज हामी म्याथको लागि तपाईहरूलाई एउटा टेक्निकल बताउने छु अनि तपाईहरूलाई यो टेक्निकल युज गरेमा तपाईहरू एकदमै अत्यन्त म्याथमा एकदमै राम्रोसित अङ्क ल्याएर पास हुन सक्नुहुन्छ, हैन? अब एउटा टेक्निकल छ, हैन? तपाईहरूले एकदमै यो म्याथमा प्र्याक्टिस गर्नुहुन्छ भने तपाईहरूको दिमागमा केही प्रश्न आएको हुन्छ कि कसरी यो म्याथ गर्ने एउटा उदाहरण हेरेर तपाईहरूले आफ्नो इक्जाममा लेख्नको लागि बहुत गाह्रो हुन्छ, हैन? तपाईहरू यहाँ एउटा इक्जाम्पल दिन्छु। तपाईहरूले एकदमै प्र्याक्टिस गर्नुहुन्छ भने म्याथमा तपाईहरूले प्र्याक्टिस गरेमा केही कुरा सम्झेमा तपाईहरूको लागि एकदमै राम्रो हुन्छ। यहाँ म्याथमा दिएको छ, हैन? एउटा म्याथको तपाईले प्र्याक्टिस गर्नुभएको छ, त्यही लेख्नु भएको छ। तपाईहरू एकदमै वहाँ त्यो मेथड हेर्नु होला, कसरी यो आएको छ भने कसरी यो गर्ने थाहा छैन भने हाम्रो दिमागमा यही चलिरहेको हुन्छ। तपाईले सल्भ गर्नुभएकोमा एउटा क्वेशन तपाईले सल्भ गर्नुहुन्छ भने तपाईहरूलाई हौसला हुन्छ कि यो सल्भ भयो, अब दोस्रो हेर्नुपर्छ, दोस्रो सल्भ गर्नुपर्छ, हैन? यस्तो गर्नुहुन्न। तपाईँ एउटा क्वेशनलाई सल्भ गर्दाखेरि तपाईहरूले एकदमै ध्यानपूर्वक हेर्नु होला। वहाँ हेर्नु होला कि कसरी मेथड छ, कसरी यो आयो, कति अङ्कले आयो, यो सबै स्टेप स्टेपमा तपाईहरू सम्झ्नुहोस्। अब तपाईहरूले सम्झ्नुहोस् अनि तपाईले किताबमा एउटा उदाहरण दिएको हुन्छ, त्यो उदाहरण हेर्नु होला। यो हेर्नु होला अनि तपाईहरूले त्यो बुझ्नु होला, बुझ्ने प्रयास गर्नु होला। तपाईहरूले बुझ्ने प्रयास गर्नुहुन्छ भने तपाईहरूले एकदमै राम्रो अङ्क ल्याएर पास हुनुहुन्छ। तपाईले केही क्वेशन आएमा इक्जाममा तपाईहरूले धेरै गाह्रो हुन्छ कि कसरी गर्ने घरमा बसेर तपाईहरूले एकदमै राम्रोसित गर्नुहुन्छ अनि इक्जाममा गएर त्यही गाह्रो हुन्छ, हैन? तपाईहरूले यहाँ एकचोटि त्यो क्वेशन बुझ्नु होला, तब तपाईहरूले सफलता पाउनुहुन्छ। धन्यवाद।